हिजोको भिडियोमा हामीले सिक्यौँ कि तपाईँले कुनै पनि कुरालाई बानी बनाउनु पर्यो भने तपाईँले त्यो कुरालाई चाहिँ आफ्नो आइडेन्टिटीसँग लिङ्क गर्नुभयो भने त्यसले तपाईँलाई अझ मोटिभेट गर्छ। तर आज हामी सिकौँ कि यो बानी भन्ने कुरा चाहिँ खासमा के हो त, यसले कसरी काम गर्छ। सो बानीको बारेमा बुझ्न अगाडि चाहिँ हामीले हाम्रो बिहेभियरको बारेमा बुझ्न जरुरी छ। सो यो बिहेभियरको चाहिँ 4वटा स्टेज हुन्छ: क्यू, क्रेभिङ, रेस्पोन्स र रिवार्ड। सो क्यू भनेको के हो त? एउटा हिन्ट। हाम्रो माइन्डले जहिले पनि एउटा हिन्ट खोजिरहेको हुन्छ रिवार्डको लागि। रिवार्ड भनेको एनी सर्ट अफ रिवार्ड, जस्तै कि मनी, पावर, लभ, स्ट्याटस, फेम, पर्सनल सेटिस्फ्याक्सन, प्रेज, अप्रुभल, यो टाइपको रिवार्डहरू प्रेडिक्ट गर्नलाई हाम्रो माइन्डले कन्स्ट्यान्टली हिन्ट्सहरू, क्यूहरू खोजिरहेको हुन्छ। र जब तपाईँले कुनै त्यस्तो क्यू पाउनुहुन्छ त्यसपछि तपाईँ त्यो रिवार्डको लागि क्रेभ गर्न थाल्नुहुन्छ, त्यसको लागि तपाईँले डिजायर गर्न थाल्नुहुन्छ हो। र जब तपाईँले त्यो डिजायर पुरा गर्नको लागि कुनै एक्सन लिनुहुन्छ त्यो भनेको रेस्पोन्स हो त्यसको लागि। र तपाईँले त्यो एक्सन गरेर जब कुनै त्यसको रिजल्ट पाउनुहुन्छ त्यो भनेको रिवार्ड हो। सो बिहेभियरको यो 4वटा स्टेजहरू हुन्छ। सो लेट मी एक्सप्लेन इट क्लियरली विथ एन एक्जाम्पल। सो मान्छेहरूलाई चाहिँ कफीको बानी हुन्छ। सो कफीको लागि क्यू के भयो त? ऊ जान्छ, बाटोमा हिँड्छ र कुनै क्याफेमा उसले चाहिँ कफीको स्मेल उसले थाहा पाउँछ र त्यो उसको लागि क्यू भयो। र त्यो स्मेलले गर्दाखेरि उसले त्यो रिवार्डको, कफी खाएपछि जुन उसलाई सेटिस्फ्याक्सन आउँछ त्यसको लागि उसले क्रेभ गर्न थाल्छ। त्यो सेटिस्फ्याक्सन उसले प्रेडिक्ट गरेर त्यसको लागि उसले क्रेभ गर्न थाल्छ। र जब उसले गएर कफी अर्डर गर्छ त्यो भनेको उसको रेस्पोन्स भयो। र कफी खाइसकेपछि उसले त्यो रिवार्ड पाउँछ हो। सो त्यो एउटा बिहेभियर भयो उसको। र अर्को पनि एउटा एक्जाम्पल लिउँ, जस्तै कि सोसियल मिडिया हो। र सोसियल मिडिया प्रायःजसो मान्छेले कन्स्ट्यान्टली चलाइरहेको हुन्छ हो। सो त्यसको लागि क्यू के भयो? तपाईँको फोनमा एउटा नोटिफिकेसन आयो टिङ गरेर, त्यो तपाईँको लागि क्यू भयो। र क्यू आइसकेपछि तपाईँले अब क्रेभ गर्नुहुन्छ, जस्तै कसले तपाईँको फोटोमा लाइक गर्यो, तपाईँको भिडियोमा कति भ्युज आयो हो, त्यसको लागि तपाईँले चाहिँ क्रेभ गर्न थाल्नुहुन्छ। जस्तै तपाईँलाई चाहिँ पर्सनल सेटिस्फ्याक्सन हो, लभ, एफेक्सन, प्रेज, अप्रुभल, त्यो टाइपको तपाईँलाई रिवार्ड दिन्छ। र तपाईँले त्यसको लागि क्रेभ गर्नुभयो र तपाईँले आफ्नो फोन चेक गर्नुहुन्छ, रेस्पोन्स। सो त्यो एउटा बिहेभियर भयो। र जब तपाईँले कुनै पनि बिहेभियर इनफ टाइम्स रिपिट गर्नुहुन्छ त्यो एउटा बानी बन्छ।